आमा, म जानै पर्छ। उहाँहरूले भन्नुभयो, धेरै गाह्रो परेपछि मात्र खोल्नु। बस अगाडि बढ्यो, आमा पछाडि छुट्नुभयो। यहीँबाट हाम्रो भविष्य बदल्नुपर्छ। आमाको सपना पूरा गर्नुपर्छ। आमा, अहिले काममा छु, पछि फोन गर्छु। एकछिन त बोलिदिएको भए पनि हुन्थ्यो बाबु। पैसा पुगेपछि आमा धेरै खुसी हुनुहुन्छ। बाबु, आमाको स्वास्थ्य अलि कमजोर भएको छ। उहाँले तिमीलाई धेरै सम्झिर भएको छ। म आजै फोन गर्छु। आमा, फोन उठाउनुस् न कृपया। यो आमाले दिएको चिठी। मेरो प्यारा बाबु, म सधैँ तिम्रो साथ रहनेछु। मलाई पैसाको लोभ थिएन बाबु। म त फोनको प्रतीक्षा गर्थेँ। उपहार पैसा होइन, आफ्नो समय हो। तर मेरो माया, आशीर्वाद र प्रार्थना सधैँ साथ रहनेछ।